नमस्ते। आज एउटा यस्तो भू-राजनीतिक मुद्दाबारे कुरा गरौँ जसको जरा इतिहासमा निकै गहिलो छ। यो हो भारत र नेपाल बीचको कालापानी सीमा विवादको कथा। सुन्दा एउटा सानो भूभागको कुरा जस्तो लाग्छ, तर होइन, यो दुवै देशका लागि एकदमै महत्त्वपूर्ण छ। सोच्नुस् त 200 वर्ष पुरानो एउटा नक्सा, त्यसले आजको 21औं शताब्दीमा यस्तो ठूलो कूटनीतिक र राजनीतिक तनाव कसरी निम्त्याउन सक्छ, हैन त? यही प्रश्नको जवाब खोज्न आज हामी इतिहास र भूगोलको गहिराईमा पस्नेछौँ। यो विवाद खासमा हालसालै फेरि किन चर्कियो त? कारण थियो नक्सा। हो, एउटा म्याप वार नै भनौँ न। दुवै देशले आआफ्नो आधिकारिक नक्सा निकालेपछि तनाव ख्वात्तै बढ्यो। ल हेरौँ है। सन् 2019मा भारतले एउटा नयाँ राजनीतिक नक्सा निकाल्यो जसमा उसले कालापानी क्षेत्रलाई आफ्नो सिमानाभित्र देखायो। अब त्यसको जवाफमा नेपाल पनि चुप लागेर बसेन। सन् 2020मा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा तीनवटै क्षेत्र समेटेर आफ्नो नयाँ नक्सा जारी गर्यो। र कुरा यतिमा मात्रै रोकिएन। नेपालले त यो नक्सालाई आफ्नो संविधानमै समावेश गर्यो। त्यसपछि त यो मुद्दा झनै गम्भीर बन्न पुग्यो। अब यो नक्साको लडाईँ त भयो, तर यसको खास जड कहाँ छ त? त्यो बुझ्नलाई हामीले समयको अलि पछाडि यात्रा गर्नुपर्छ। एकदमै पछाडि, सन् 1816मा। त्यति बेला एउटा सन्धि भएको थियो जुन आजको यो पुरै विवादको केन्द्रमा छ। र भनौँ न, यसमा एउटा रहस्य पनि लुकेको छ। यो टाइमलाइनले हामीलाई पुरै कथाको एउटा खाका दिन्छ। हेर्नुस् है, 1816मा सुगौली सन्धि भयो जसले भन्यो काली नदी नै सिमाना हो। अनि लामो समयपछि 1962मा भारत-चीन युद्ध भयो। त्यसपछि भारतले सुरक्षाको कारण देखाएर कालापानीमा आफ्नो सेना राख्यो। र अहिले आएर 2019 र 2020मा दुवै देशले आफ्नो नक्सा जारी गरेपछि यो पुरानो विवाद फेरि बिउतियो। यो पुरै विवादको सबैभन्दा महत्त्वपूर्ण डकुमेन्ट भनेकै यही सुगौली सन्धि हो। सन्धिले एकदमै प्रष्टसँग एउटा कुरा भनेको छ, नेपालको पश्चिमी सिमाना काली नदी हो। सुन्दा त कति सजिलो लाग्छ हैन? तर कुरो यहीँनेर आएर अड्किन्छ। किनभने यसैसँग जोडिएको छ एउटा ठूलो प्रश्न। हो, ठ्याक्कै यही प्रश्न। काली नदी आखिर सुरु कहाँबाट हुन्छ? सुन्दा सामान्य लाग्ने यो भौगोलिक प्रश्न नै पुरै विवादको जड हो। किनभने सिमाना त नदीसँगै बग्छ। अब नदीको मुहानै कहाँ हो भन्ने यकिन नभएपछि सिमाना कहाँबाट सुरु गर्ने? अब यही एउटा प्रश्नको जवाफमा दुवै देशको आफ्नै तर्क छ, आफ्नै दावी र प्रमाणहरू छन्। ल, दुवै पक्षको कुरा सुनौ न त। नेपालको दावी के छ भने काली नदीको मुहान लिम्पियाधुरा हो र यसको लागि नेपालले प्रमाणको रूपमा 19औं शताब्दीका पुराना नक्साहरू देखाउँछ जुन त्यतिबेला ब्रिटिसहरूले नै बनाएका थिए। ती नक्साहरूमा नदी लिम्पियाधुराबाटै सुरु भएको देखिन्छ। अर्कोतिर भारतको तर्क फरक छ। भारत भन्छ नदीको मुहान कालापानी नजिकैको एउटा सानो खोला हो र भारतले आफ्नो दावीलाई बलियो बनाउन दशकौंदेखि त्यो क्षेत्रमा आफ्नो प्रशासनिक र सैन्य उपस्थिति रहेको र त्यसको रणनीतिक महत्त्व भएको कुरा अघि सार्छ। अब यो विवाद खाली केही टुक्रा जमिनको मात्रै होइन है, कुरा त्योभन्दा धेरै गहिरो छ। यो क्षेत्रको महत्त्व एकदमै ठूलो छ। हेर्दा त यो भूभाग सानो देखिन्छ, तर दुवै देशका लागि यसको रणनीतिक, राजनीतिक र भनौँ न प्रतीकात्मक महत्त्व चाहिँ एकदमै ठूलो छ। यही कारणले गर्दा यो मुद्दा यति धेरै संवेदनशील बनेको हो। यसको महत्त्वलाई तीनवटा कोणबाट हेर्न सकिन्छ। पहिलो, भारतका लागि। यो क्षेत्र चीनको नजिक भएकोले त्यहाँबाट निगरानी गर्नको लागि एउटा महत्त्वपूर्ण रणनीतिक ठाउँ हो। दोस्रो, नेपालका लागि। यो आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतासँग जोडिएको प्रश्न हो, एउटा भावनात्मक मुद्दा पनि हो। र तेस्रो, सांस्कृतिक रूपमा। नजिकैको लिपुलेक पास, तिब्बतमा रहेको पवित्र कैलाश मानसरोवर जाने तीर्थयात्रीहरूका लागि एउटा एकदमै महत्त्वपूर्ण बाटो हो। ल, यति धेरै महत्त्व बोकेको यो विवाद अहिले कुन अवस्थामा छ त? र अब अगाडि के होला? अहिलेको अवस्था हेर्ने हो भने यो मुद्दा एक किसिमको कूटनीतिक गतिरोधमा छ। शान्तिपूर्ण छ, तर समाधान भएको छैन। दुवै पक्षले वार्ताबाटै समाधान खोज्ने कुरा त गरेका छन्, तर खासै ठोस प्रगति भने देखिँदैन। आखिरमा यो विवाद के हो त? यो एउटा गहिरो द्वन्द्वको प्रतीक हो। एकातिर छन् पुराना ऐतिहासिक दस्तावेज र नक्साहरू, र अर्कोतिर छ आजको यथार्थ, अर्थात् जमिनमा कसको नियन्त्रण छ भन्ने कुरा हो। यही दुई कुरा बीचको टकराउ नै यो विवादको चुरो कुरो हो।
र यसले हामीलाई एउटा निकै महत्त्वपूर्ण प्रश्नको अगाडि ल्याएर उभ्याउँछ। जब इतिहासले सिमाना कोरिदिन्छ तर समय बित्दै जाँदा त्यो इतिहासको व्याख्या र आजको यथार्थ नै फरक पर्न जान्छ, त्यस्तो बेलामा केलाई सही मान्ने र यो निर्णय कसले गर्ने? यो प्रश्न कालापानीको लागि मात्र होइन, विश्वका यस्ता थुप्रै सीमा विवादहरूमा पनि उत्तिकै सान्दर्भिक छ।